जेनजी आन्दोलनपछि यति धेरै पार्टीहरू च्याउसरी पार्टीहरू भएको छन् होइन, यसले चाहिँ झन् समस्या धेरै ल्याउला कि देशमा सल्युसनपट्टि लैजाला होइन। प्रजातन्त्र लोकतन्त्रमा राजनीतिक पार्टीहरू निर्माण हुनु नराम्रो कुरा होइन। लोकतन्त्रको निम्ति लडेको त्यसकै लागि पनि हो। तर अहिले चाहिँ यस्तो दिन आयो, 2 जना 5 जना 10 जना 20 जना सांसद लगेर केही हुँदैन अहिलेको व्यवस्थामा। कमसे कम उसकै प्रधानमन्त्री होस्, त्यो प्रधानमन्त्रीले सोचेको कुरा चाहिँ भोलि कानुन बनोस्। त्यसले त्यसरी तपाईँको त्यो कानुनको आधारमा हामी काम गर्न सकौँ, त्यस्तो मेजोरिटी सहित जानु पर्यो। र 40 वर्षदेखि एक थरीले शासन गरेको हामी पनि आएको 18-19 वर्ष भइसक्यो। एउटै अनुहार तपाईँको म्युजिकल चेयर जस्तै तपाईँको चाहिँ देखेपछि मान्छेहरू इरिटेट भएको छ। र वास्तवमा उहाँहरूले गरेको योगदानप्रति त्यसमा धन्यवाद छ। तर इतिहासको अघि पनि मैले भने मिटर ब्याज खानु पाइएन। यो देश हो नि, थोरै यो व्यापार हो, यहाँ थोरै कारोबार चल्छ। आफ्नो टाउको कटाएर शिर कटाएर त्यसको स्वाधीनता बचाउनु पर्छ, हो कि भन्नुहोस् त। आवश्यकता पर्दा भनेपछि मिटर ब्याज खानु पाइएन। उहाँहरूले नै परिवर्तन गर्नुभयो, उहाँहरूले नै बिगार्नु हुँदैछ नि त। त्यस कारणले अब चाहिँ के गर्नुपर्छ भन्दा सबै तपाईँको चाहिँ नयाँ शक्ति र सोच भएको एक ठाउँमा आउनुपर्छ र मात्रै यो भ्रष्टतन्त्रलाई हामी अन्त गर्न सक्छौँ। के शर्तमा भन्दा भ्रष्टाचार अन्त गर्ने शर्तमा, नम्बर 1 यहाँको गरिबी अन्त गर्ने शर्तमा, राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने शर्तमा, होइन, र तपाईँको चाहिँ यहाँको विभेद र असमानतालाई अन्त गर्ने शर्तमा। लोकतान्त्रिक समाजवाद भने पनि, वैज्ञानिक समाजवाद भने पनि, मार्क्सवाददेखि माओवादसम्म भने पनि, प्रजातान्त्रिक समाजवाद भने पनि, अन्ततः के हो, राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने र नेपाली जनतालाई समृद्धि र सुख साथ राख्ने, होला नि त लक्ष्य। गरिबीको अन्त गर्ने भन्ने होला नि त। हाम्रो लक्ष्य एउटै छ भने हामी सबै मिलेर राजतन्त्र फाल्नुको निम्ति सबै दल मिल्नु पर्यो, हो कि भन्छ त। सबै दल नमिली सकिएन। माओवादीले जनयुद्ध गर्यो, सबै मिलेर 62-63 सालमा फेलियो।